यसरी गोड्ने धान हैन। पुरै हात पनि फोका उठेर यहाँ कस्तो हालत खराब भइगयो। अनि घाम यस्तो छ कुरै छोड्नु के यहाँको घामको त कुरै छोड्नु। यस्तो घाम भएछ। अनि अब हामी साउनबाट कुटो लगाउँदैनौँ धानलाई। अब 2-3 कुटा हामीले यसरी नै गोडिसक्यौँ। सानो भर्खर सुल्ता आएको थियो त्यतिखेरबाट गोड्न लागे। अब यत्रो हुन्जेलसम्म गोड्यौँ। यो झार पनि आइ गर्छ। अब हामी साउनबाट कुटो लगाउँदैनौँ। अनि भदौ असौजतिर झाला हाल्छौँ फेरि। यही झार फेरि यस्तो टकटुक्याएर यस्तो राम्रो कलकलादो गरेको छ मैले। यही झार फेरि अलिअलि बच्या माथि आइजान्छ। अनि यसलाई हामीले झाला हाल्छौँ लास्टमा। झार त आउनै भएन के कोदोमा सिमीमा हैन। यो झार त आउनै भएन। यस्तो गरिन पुरै टकटुक्याएर हामी ठुलो भयो त टिप्थ्यौँ। पहिला यहाँभन्दा अलि ठुलो थियो टिपिनु फाल्यो सबै। अनि अहिले यो फेरि आइगयो के। यस्तो टकटुक्याइदिन्छौँ। गर्मीको त कुरै छोड्नु। यस्तो टकटुक्याउने यस्तरी गोड्ने पुरै यस्तरी गोड्ने भने यो झार जति फाले पनि त्यति आउने हदसम्म लाग्छ। अनि हामीले सानो भट्टा हालेछु खाली भएको ठाउँमा। भट्टाहरू हालेछु पछि राम्रो हुन्छ। आलु पनि राम्रो हुन्थ्यो तर यहाँ हालेको छैनौँ हामीले। नत्र आलु भट्टा राम्रो हुन्छ। तर हामीले झार फटफटाइदिउँ भनेपछि धान फस्टाउँछन्। यस्तो हेर्नु। अनि हात हेर्नु त फोका उठेरै हातको हालत यस्तो भइगयो कि यहाँ पुरै चोक्टा आएर यस्तो भइगयो हेर्नु। अनि यसरी पनि गोड्नै पर्छ। नगोडी नहुने अझै कति धेरै छ गोड्नु। अब हातमा फोका आयो भन्दैमा यहाँ त सुख पाइने कुरै छैन क्या। कुटै समात्न पनि मिलेको छैन। एउटा यहाँनिर त फुटिहाल्यो होइन। एउटा यहाँनिर आउला चाहिँ कस्तो गाह्रो छ हजुर गाह्रो।